हामी सेकेन्ड डे आज चाहिँ हामी चन्दनबारी बसेको थियौँ होटेल टासी द लेक होइन। अब यहाँबाट आज माथि गइन्छ। टट्ट रेडी सेडी भइसक्यो होइन। अब हिँड्नुपर्छ। त्यसपछि अलिकति भएपछि 7:30 भयो। अब यहाँबाट हिँडेर चट्ट लाएर आज गोसाइकुण्ड पुगिन्छ है त ल बाटोमा भेटौँला। ल गाइज फाइनली हाम्रो आज डे 2 सुरु भयो होइन। हामी चाहिँ अब चट्ट उकालो बाटो हिँड्दैछौँ। हामी अहिले कति 3300 मिटरमा छौँ। अब हामी 4900 होइन 300 मिटरमा पुग्न सकिन्छ। त्यहाँ हेर्नु न कस्तो स्ट्याचु बवाल छ नि। देख्नु ऊ त्यहाँ एउटा घोडा हो। ल ठिक छ गाइज। ल गाइज अब हामी बिस्तारै हिँड्छौँ होइन आनन्दले। है त गाइज ल अहिले बाटोमा भेटौँला। ल गाइज हामी चाहिँ फाइनली एकछिन यहाँ रेस्ट गर्न बसेका छौँ। हामी त्यहीँ बस्या हो कि तर ओभर स्या हुँदो रहेछ होइन गाइज। भ्यू चाहिँ बवाल छ है। ल ल डाँडा भयो नि भ्यू हो नि त होइन र गाइज कि कसो। ल ठिक छ गाइज भ्यू त्यस्तो दामी देखिरहेछ। अब हामी यहाँबाट बिस्तारै लाग्नुपर्छ है त। ल अहिले भेटौँ ल। फाइनली गाइज एक दिन र आधी दिनको हिँडाइपछि बल्लसम्म बाटो देखिन पाइयो। यस्तोसम्म बाटो देख्दा कम आनन्द हुन्छ गाइज। हैट ल गाइज म चाहिँ अलिक अगाडि हिँडिरहेको छु। केटाहरू त्यहाँ पछाडि एकछिन बसिरहेको छ होइन। आजको हाम्रो डेस्टिनेसन भने चाहिँ गोसाइकुण्ड नै हो। आज एनी हाउ जसरी नि गोसाइकुण्ड पुग्ने हो है त। जोस् गोसाइकुण्ड आउनुभन्दा अगाडि चाहिँ प्रि प्लान गरेर आउनु होला होइन। एकदम उकालो छ बाटो। ओभरै उकालो छ बाटो। एकदम औषधि हालेर आउनु होला है त। अब फेरि ल गाइज फाइनली म चाहिँ यहाँ एउटा ठाउँमा आएर बसेको छु होइन। केटाहरूलाई कुदिरहेको छु। खै केटाहरू अझै आइपुगेको छैन। कस्तो दामी झर्ना खायो क्या त्यहाँनिर नै गाइज। म यस्तो जुम गर्थेँ नि ऊ त्यहाँ हेर्नु यस्तो लभली झर्ना खाने थियो है। वाइल्ड बेस्ट ट्रेक हो यार गाइज। उकालो आम्मा कडा छ। ल गाइज अब यहाँ एकछिन केटाहरूलाई कुर्छु अनि फेरि हिँड्छ है त। ल गाइज हामी फाइनली यता चोलाङपाटी भन्ने ठाउँ आइपुग्यौँ। यो चाहिँ त्यही 3584 मिटरमा छ होइन। अनि अहिलेसम्म त ठिकै थियो बाटो। अब चाहिँ पुरै उकालो यहाँनिर यस्तो छ है सिन चाहिँ। ल सुइस कस्तो भइरहेको ल। अनि साथी हाम्रो एउटा साथी चाहिँ त्यहाँ हाई एल्टिट्युड लगाएर तल फर्केर गइसक्यो। अब हामी चाहिँ 3जना मात्रै छौँ होइन गाइज। अब 3जना मात्रै माथि जाने कुरा छ। अब के हुन्छ बाटो कस्तो छ अब हेरौँ। चट्ट गोप्रो हाम्रो ल गाइज अहिले भेटौँ त खाना खानु। गाइज हामी चाहिँ अहिले यहाँ चोलाङपाटीमा बसेर रोटी र तरकारी खाना लागेको आजको फर्स्ट खाना होइन। यिनीहरू यहाँ छ। ल अब हामी चट्ट लाएर खान्छौँ। त्यसपछि यहाँबाट हिँड्न थाल्छौँ है त गाइज। ल गाइज अब चाहिँ हामी यहाँ खाजासाजा खाएर हिँड्न लागेको। बाटो चाहिँ पुरै उकालो छ। अब चट्ट लाएर हिँड्नुपर्छ चोलाङपाटी ठाउँबाट होइन। उकालो चढ्नुपर्छ। अब बिस्तारै उकालो चढ्दै हिँड्नुपर्छ है त गाइज। ल बाई अहिले भेटौँ ल। गाइज हामी चाहिँ यहाँ लौरी विनायकमा चिया खाएर अब यहाँबाट हिँड्न लाग्यो। हामी चाहिँ ऊ त्यहाँ माथि डाँडा भन्दा नि माथि पुग्नुपर्छ। अब बिस्तारै हिँड्नुपर्छ है त गाइज। लौरी विनायक कहाँ हाल्यो? लौरी विनायक ऊ त्यहाँ लौरी विनायक त लेखेको छैन होइन गाइज। बुढाहरूलाई थाहा छैन बोलाए के गर्नु गाइज यस्तै हो। यो फेरि बोले गोप्रो देखाइदेऊ न। गोप्रोको हातमा कोकोनट बिस्कुट गाइज। अब हामी हिँड्नुपर्छ बिस्तारै। अब बिस्तारै सबसे मेन उकालो आउनु है। अब उकालो चढ्दै हिँड्दै है त गाइज। ल अहिले भेटौँ।
यत्रो धेरै उकालो छ यस्तो दामी भ्यू छ होइन यस्तो बवाल बवाल भ्यू छ वरपर अब बिस्तारै हिँड्दै जाने हो है ओपर उकालो छ अब त त्यही यहाँको मान्छेलाई सोधेको 1.5 देखि 2 घन्टा चाहिँ ठाडै उकालो हो अरे त्यहीबाट आनन्दले बसेर जाने है त गाइस भ्यू चाहिँ बवाल छ है गाइस ल सुई राइट ठिक छ गाइस कहिलेकाहीँ रमाइलो गर्नुपर्छ है त गाइस ल गाइस अहिले चाहिँ ओपी सुराइसक्यो है केटाहरू त्यहाँ माथि छ होइन पुरै उकालो बाटो यस्तो पुरै यस्तो छ है सर कस्तो दामी यो रुखहरू हेर्नु रुख भन्दा नि फ्लावरहरू अहिले त हुसुले देखेँ होइन गाइस है वाइल्ड उकालो छ गाइस यार थैट गोसाइकुण्ड आउँदा सम्म बाटो भने एकचोटि देखिन पाउनु रहेछ त्यही हो ल गाइस है त गाइस हामी चाहिँ अहिले यस्तो माथि डाँडामा आएर रेस्ट गरिरहेको छ मिस हाम्रो साथमा हुनुहुन्छ यहाँ हेलो 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 हाम्रो साथमा हुनुहुन्छ एउटा डगी हाम्रो बोटी कुकुर होइन गाइस ल ठिक छ गाइस यस्तो पुरै कुहिरो लागिरहेछ होइन अब बिस्तारै हिँड्दै है त गाइस पानी पर्यो यस्तो हुस्सिला छ बिजोक भयो गाइस बिजोक अझै 4 घन्टाको बाटो छ पुरै बिजोक यस्तै भयो गाइस फुल प्रिपेयरले आउनु होला हजुरहरू आउँदा फेरि है यस्तो छ बाटो ठाडै उकालो हट न घर छ न केही अघि त बरु बाटोमा घर पाइएको थियो अहिले त न घर न केही सो गाइज अब बिस्तारै हिँड्नुपर्छ है त ल हट गाइज ल गाइज फाइनली हामी यहाँ माथि महाबुद्ध लिलबुद्ध भन्ने ठाउँमा आइपुग्यौँ होइन गाइज अहिले चाहिँ पुरै यस्तो माथि हिउँ परिरहेछ गाइज अनि पुरै भ्यू हामी माथि आउन साथ भ्यू पनि खुल्यो गाइज है ल बिस्तारै आइपुग्न लागेको सेकुन्ड पनि ल ठिक छ गाइज बिस्तारै हामी चाहिँ एकछिन रेस्ट गरिरहेछौँ यहाँको भ्यू हेर्ने हो गाइज ल ऊ त्यहाँ पनि एउटा सरस्वती कुण्ड भन्ने ताल देखिसक्यो गाइज होइन माथि हिउँ परेछ ओपी है गाइज ओपी ल अब हामी त्यो उकालो हिँड्दै जानुपर्छ गाइज दामी है दामी भ्यू यो लगाइन्छ ओपर खोकी लाग्न थालिसक्यो गाइज अब यसो चौधो खेल्छ गाइज यसो जाडो भएर यसो लुगा लायो होइन चट्टै यहाँ चाहिँ फोटो सेसन चलिरहेछ त्यहाँ मुनि चाहिँ सरस्वती कुण्ड छ त्यहाँ पानी बगिरहेछ माथि बरफ परेछ है त दामी भ्यू छ 360 ल है त गाइज ल अब यसलाई नै एकचोटि खतरा तरिकाले हेरिदिउँ 1 2 3 गो
गाइस फाइनली हामी चाहिँ गोसाइँकुण्डको अब पुरै यस्तो माथि त्यो पुरै उकालो चढ्न लागिरहेछ होइन त्यो माथि वहाँसम्म उकालो छ यता चाहिँ चक्ना भ्यू छ है गाइस ल हाइट अब बिस्तारै बिस्तारै हिँड्नुपर्छ त्यसपछि 1.5 घन्टामा त पुगिन्छ भनेको छ त्यहाँ फर्केको मान्छेहरूसँग सोद्धा होइन अब बिस्तारै बिस्तारै हिँड्दै पुगिन्छ अब ल है त गाइस ल गाइस फाइनली हामी हाम्रो डेस्टिनेसन आइपुग्न लागिसकेको छौँ हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ अलिअलि घर देख्यो नि हो त्यहाँ हो अब पुरै उकालो रहेछ फेरि उफ गाइस भ्यू चाहिँ बवाल छ है जोस् ल बिस्तारै हिँड्नुपर्छ अब है त माथि सो गाइस हामी चाहिँ अहिले भ्यू पोइन्टमा आइसक्यौँ हामीले अर्को कुण्ड पनि देखिसक्यौँ त्यो हो भैरव कुण्ड लभली है लभली बाटो नि लभली है सरबाब त दामी हो बाटो नि पुरै उकालो छ अब त ओह्रालो यति सास फेर्न नि स्या गाइस हामी चाहिँ लगभग गोसाइँकुण्ड आइपुग्न लाग्यौँ होइन त्योभन्दा अगाडि चाहिँ सुई त्यहाँनिर त्यो देखिरहेको त भैरव कुण्ड हो गाइस होइन बवाल छ नि भ्युज है भ्युज भन्दा चाहिँ भ्यू चाहिँ बवाल छ कि कस्तो है बवाल पो जान्छु नि म फेरि आम्बो उता माथि चाहिँ हल्का हल्का हिउँ परेको छ अब हामी लगभग पुग्न लागिसक्यौँ है त गाइस ल हेलो गाइस फाइनली हामी 9 घन्टाको यात्रापछि गोसाइँकुण्ड आइपुग्यौँ ल है त गाइस फाइनली वी आर इन गोसाइँकुण्ड छिर्दिउँ है त गाइस ल ल फाइनली गोसाइँकुण्ड पुग्यौँ है त गाइस ल अब आज यता बस्छौँ होइन गाइस यो हाम्रो हड्डी भाइ हो होइन यहाँ चाहिँ यस्तो बनाउँदो रहेछ ल गाइस ठिक छ ल गाइस फर्स्ट टाइम ट्रेकिङ बवाल भयो गाइस है त ल अहिले ल गाइस फाइनली हामी चाहिँ होटेलमा आइसक्यौँ होइन भ्यू चाहिँ यस्तो अक्खा छ यता एउटा कुण्ड छ यता चाहिँ मेन गोसाइँकुण्ड छ है गाइस अब हामी चाहिँ भोलि चट्ट पूजा गरिन्छ क्या सुकुन हे रे बा हेर्नु त ल गाइस बवाल छ है त ल त्यहाँ ल ठिक छ गाइस अहिले एकछिनमा भेटौँ ल गाइस हामी चाहिँ आइपुगेर तातोमा बसेर यसरी लुडो खेलिरहेछौँ है त गाइस ल यता हाम्रो दाइ हुनुहुन्छ यस्तो पुरै आनन्द दाइले कोइला बाल्न लगाइरहनु भएको छ ल है त गाइस हामी चाहिँ अहिले खाना खान लाग्यो हाम्रो सौरभ भाइ चाहिँ आयो होइन यसो यहाँ जस्तो आज चाहिँ खाना यतापट्टि खाना यो यतापट्टि यो के छ खाना खान्छ दादाको तारिफ हान्दै फोटो होइन अरे हो त भन्दा ल है त गाइस यसरी भयो मिठो लगाइछ खाना खान्छु